न्यानो घाम चिसो हावा प्यारो माया तातो चिया कहाँ बिर्सन सक्छ र उनीसँग सँगै हाँसेर बिताएका त्यही चिया बगानका पलहरू कहाँ बिर्सन सक्छ र झापाबाट उकाली लाग्दै कोलबुङ हुँदै कुटिल डाँडासम्म पुग्दै माथि फिदिमतर्फ फर्केर हेरेका नजरहरू अनि सँगै बादलसँग अनि त्यो प्रकृतिसँग जुदाएका नजरहरू अनि कहाँ बिर्सन सक्छ र त्यो पाथी भाराले दिएका आशीर्वादहरू कहाँ बिर्सन सक्छ र माई खोलाको किनार नजिकै गरेका प्रेमिल संवादहरू अनि कहाँ बिर्सन सक्छ र फिदिमका सोमालुङहरू, इलामका माङ्सेबुङहरू, ताप्लेजुङका पाथी भराहरू, झापाका खेतीहरू, इलामका पिरतीहरू, मोरङका सम्म फाटहरू र यो पूर्वमा सुरुवाती रवि आएका क्षणहरू, प्यारो माया आएका पलहरू बिताएका आनन्दको जिन्दगी र त प्रमाणित भएको छ। नेपाल देश सुन्दर छ, स्वर्ग छ, शान्त छ र त हामीसँग सम्पत्ति नै सम्पत्ति छ र यो सम्पत्तिको जगेर्ना गर्न यो पर्यटकीय महत्त्व बढाउन तपाईँ पनि यो पूर्वको स्वर्ग इलाम आउनुहोस्, कड्याम घुम्नुहोस्, फिक्कल घुम्नुहोस्, चियाको चुस्कीसँगै बिताउनुहोस् सारा जिन्दगी अनि पुग्नुहोस् नेपालभित्रकै स्वर्ग। धन्यवाद।